हामी चाहिँ आज चटपटे खान गइरहेको छौँ। चटपटे र उता फेरि लेग पिस बन्दै छ। तिमी के भन्न चाहन्छौ? म चाहिँ अब के भन्नु, आज यो हाम्रो लास्ट के अरे हाम्रो चाहिँ के भने आज चाहिँ हाम्रो वर्किङ भएको खुसियालीमा चाहिँ यहाँ पार्टी भइरहेको छ होइन। अनि त्यसपछि पार्टीमा चाहिँ के छ भने यहाँ पापड छ झोलामा, अनि त्यसपछि चटपटी छ यता त्यता चाहिँ अब लेग पिस बन्दैछ, त्यता फेरि अझै पुलाउ बनाउन त्यो चाहिँ बाँकी हो अझै पछि होइन। अब हामी चाहिँ अहिले यति खान्छौँ अनि पछि बनाउँछौँ। यो चाहिँ हामी फेरि नियमको गएको साथीहरू सबै जम्मा भएर आज रमाइलो। ओके ल, हेमा केही भन्न चाहन्छौ? कविता केही भन्न चाहन्छौ? खाना बनाउनुमा भएर म केही भन्न चाहदिनँ अहिले। ल ओके भन्छु पछि खाने बेला भन्छु। ओके ल, हाम्रो चाहिँ यहाँ रेडी भइसक्यो। पापड देखाऊ पापड। ल वाउ। ल कविता केही भन्न चाहन्छु? ल भन साथी। के भन्ने होला है, सोचेको भयो सकियो, सिउसको भयो। हाम्रो त अब 3 जनाको त भिजा आउन बाँकी छ उसको चाहिँ भइसक्यो। पहिला निहुँगदेखि अहिलेसम्म सेमनसम्म सँगै भयो, यादहरू छन् र पछिसम्म भइरहने छ। हाम्रो यो मित्रता, यो साथीको जुन त्यो छ नि, त्यो पछिसम्म होइन त्यो मर्दासम्म पनि रहिरहोस् होइन। पछि अब भेट हुन्छ हुँदैन थाहा छैन। ऊ अलग ठाउँ छ, ऊ अलग, म अलग, तिमी पनि अलग छौ। हामी जता जुनसुकै ठाउँमा छरिएर भए तापनि हाम्रो माया मोह स्नेहहरू चाहिँ यस्तै रहिरहोस् पनि भन्नु म आशा पनि गर्दछु। त्यसको लागि अब अहिलेसम्म जति साथीहरूले सपोर्ट गर्न सक्यो, आफूले गर्ने आफ्नो तर्फबाट जति सपोर्ट गर्यो नि त साथीहरूले, त्यसको लागि धेरै धेरै थ्याङ्क यू। आगामी दिनहरूमा पनि हाम्रो सम्बन्ध यस्तै रहिरहोस्, फ्युचरमा भेट होस्। अरू केही छैन मेरो भन्नु। थ्याङ्क यू सो मच। अनि हेमाको चाहिँ के छ? त्यही हो, अब 4 जनै आफ्नो आफ्नो ठाउँमा गइने भयो होइन। राम्रोसँग कामबारे गर्नु, राम्रोसँग आफ्नो फ्युचरहरूमा फोकस गर्नु। त्यही हो, अब के भन्नु। जसरी अहिले रमाइलो गरिरहेछ, दुःख सुख साटिरहेछ, अब आफ्नो आफ्नो बुढाहरू आएपछि पनि यसरी नै कहिले एक न एक दिन त भेट होस् भन्ने आशा गर्छु। अरू के भन्ने यति नै हो। ल ओके। अनि ल अस्मिता बहिनी, अब मेरो के सुनाउने यार, केही छैन मेरो। भन न केही त। भनिसके अब के भन्नु र, यही हो साथीहरूले भने जस्तै मेरो भने। ल ओके ल डन। हेलो। अब म चाहिँ होइन, अब हामी चाहिँ 4 जना चाहिँ पहिला नियमको गएकोदेखि बसिरहेछौँ होइन, रमाइलो यताउति। हामी 4 जना भनेपछि एउटा छुट्टै भाइब छ क्या हाम्रो चाहिँ अरूको भन्दा चाहिँ होइन। अब सायद अब यो चाहिँ हाम्रो लास्ट भेट पनि हुनसक्छ, सायद लास्ट भेट पनि हुनसक्छ। अब यसरी नै अब टाढा भए पनि होइन, कहिले न कहिले फेरि एकचोटि यस्तो मौका चाहिँ आओस्। अनि हामी चाहिँ अब के अरे अहिले चाहिँ अब त्यस्तै छ। अब सबै हामी 3 जना त अब म्यारिड नै छौँ होइन। अनि हाम्रो अस्मिता बहिनी चाहिँ बाँकी छ। उसको मौका मिलेसम्म होइन, यहीँ बिहा भएर चाहिँ हामी उसको बिहामा चाहिँ 3टै जना होइन जान पाऊँ। त्यही हो होइन, सबैभन्दा त्यही हो। कता दुःख जस्तो लागिरहेको छ नि मलाई लास्टै